छन्। त्यो तीनवटा विषयहरूमा पहिलो विषय हाम्रो रहेको छ जिल्ला दर रेट जुन हामीले निर्धारण प्रत्येक वर्षमा हुन्छ। त्यो जिल्ला दर रेटका कारणले अहिले जुन बढ्दो महँगी भएको छ, स्पेशली हाम्रो पेट्रोलियम पदार्थको जुन महँगी भएको छ, त्यो महँगीका कारणले निर्माण सामग्रीहरू लगायत तमाम ढुवानी लगायतका कुराहरूमा अत्याधिक मूल्य वृद्धि भएको छ। त्यो मूल्य वृद्धिले गर्दा हाम्रा विकासका योजनाहरू, विशेषतः सातवटै पालिकाका विकासका योजनाहरू पूर्ण रूपले प्रभावित भएका छन्। अहिले यहाँसम्म परिस्थिति भइसकेको छ कि कुनै पनि योजनाको ई-बिडिङ गर्दा त्यो ई-बिडिङमा निर्माण व्यवसायीले बिड गर्न सक्ने अवस्था हामीले देखेका छैनौँ। त्यसर्थ सबै विकास निर्माण कार्यहरू पूर्ण रूपले बाधित भएको अवस्था छ। उपभोक्ता समितिहरूले पनि हात नहाल्ने अवस्था छ, किनभने अत्याधिक महँगी छ। महँगीका कारणले विकास निर्माण कामहरू पूर्ण रूपले बाधित भएको अवस्था पहिलो एउटा विषय हो भने, दोस्रो विषय भनेको हामी त नवलपरासी भनेको तराई मधेसको एउटा भूभागमा रहेको नवलपरासी र हामी सीमावर्ती क्षेत्रमा छौँ। नेपाल भारतको एउटा सम्बन्ध भनेको यो हामीले कुनै यहाँका सरकारले बनाएको सम्बन्ध होइन। शाश्वत रूपले यहाँका जनता, नेपाली जनता र मित्र राष्ट्र भारतका जनताहरूका बिचमा आपसी सांस्कृतिक सामाजिक लगायतका सम्बन्धहरू हाम्रा रहेका छन्। र अहिले नेपाल सरकारले जुन 100 रुपियाँको भन्सार लिने भन्ने ढङ्गको जुन निर्णयहरू कार्यान्वयन गरिरहेको छ, त्यो निर्णय कार्यान्वयन गर्दा विशेष गरी हाम्रो जो सामाजिक सांस्कृतिक सम्बन्धमा एकदमै ठुलो असर परिरहेको छ। त्यो विषयमा पनि हामी गम्भीर छौँ र ती कुराहरू गरिरहँदा अहिले हाम्रो सामाजिक सम्बन्ध कहाँ बिग्रिया छ भने, केही दिन अगाडि मात्रै, अब आजदेखि पुरै यो लगनको सिजन छ। यो लगनको सिजनमा अहिलेको परिस्थिति के छ भने, इन्डियाबाट यदि हामीले बुहारी नेपाल भित्राउँछौँ भने बुहारीले लिएर आएको सामानमा पनि यहाँ भन्सार लाग्ने कुरा भइसकेको अवस्था हामी देखिरहेका छौँ। यो नितान्त दुर्भाग्यपूर्ण कुरा हो। त्यसर्थ ती कुराहरूलाई मध्यनजर गर्दै यस्ता निर्णयहरूमा सङ्घीय सरकारले पुनर्विचार गरोस् भन्ने हामी माग गर्दछौँ। तेस्रो भनेको विषय हाम्रो स्थानीय सरकार सञ्चालन ऐन 2074 र संविधानको अनुसूची 8 ले दिएको हामीलाई जे अधिकार छ, त्यो अधिकारभित्र +2 सम्मको शैक्षिक अवस्था हेर्ने जिम्मेवारी स्थानीय सरकारहरूलाई छ। त्यो स्थानीय सरकार सञ्चालन ऐनको परिधिभित्र रहेर हामीले विद्यार्थी भर्नादेखि कक्षा सञ्चालनदेखि अन्य कुराहरू अगाडि बढाइरहेका छौँ। ती अगाडि बढाइरहने विषयहरूमा पनि सङ्घीय सरकारले अस्ति हस्तक्षेपकारी भूमिका निर्वाह गर्यो भन्ने हाम्रो ठहर हो। त्यसकारणले हामी सबै पालिकाहरूको संयुक्त बैठकबाट नवलपरासी, बर्दिघाट, सुस्ता पश्चिमका सबै स्थानीय तहहरूमा यही 14 गते, वैशाख 14 गतेदेखि अनिवार्य रूपले कक्षा सञ्चालन गर्ने भनेर हामीले निर्णय गरेका छौँ। यो पनि यहाँहरू मार्फत हाम्रो सम्पूर्ण नवलपरासीवासीमा यो सन्देश जाओस् भन्ने उद्देश्यका साथ विशेष गरी 3वटा कुराहरू मैले अघि दोहोऱ्याएको, जिल्ला दर रेटका कारणले, बढ्दो महँगीका कारणले हाम्रा ती सम्पूर्ण विकास निर्माणका योजनाहरू पूर्ण रूपले प्रभावित हुनु पहिलो विषय। दोस्रो विषय भनेको हाम्रो के अरे यो नेपाल भारतको जुन हाम्रो सामरिक सामाजिक सम्बन्ध र यो 100 रुपियाँको भन्सार दरका विषयको विषय रहेको छ। तेस्रो हाम्रो शिक्षाको विषय रहेको छ। र अब हामी गम्भीर हुनुपर्ने अवस्था कहाँ भने, अब कृषिको बेला आइसक्यो। धान लाउने बेला, गहुँ लाउने, धान लाउने बेला लगायत गर्ने अवस्था आइसकेपछि हामी अब मल खादको अवस्था हामी कहाँ यस्तै छ। मल खाद हामीसँग छैन। कोटा निर्धारण गर्दा पनि त्यो कोटा अनुसारको मल खाद प्राप्त हुने अवस्था छैन। त्यसर्थ हाम्रा किसानहरूलाई सहज ढङ्गले मल खाद व्यवस्थापन गर्नको लागि पनि आवश्यक पहल कदमी सङ्घीय सरकारबाट होस् भन्ने अपेक्षाका साथ हामी यी इस्युहरूलाई राखेर यो पत्रकार सम्मेलन आयोजना गरेका छौँ। र अहिले आएर योजनाहरू पनि ठेकेदारहरूले चाहिँ सञ्चालन गर्न चाहिँ अलिकति उहाँहरूलाई गाह्रो भएको अवस्था छ, हामीले महसुस पनि गरेका छौँ। र उहाँले कामहरू अलिकति आनाकानी गरेको अवस्था पनि छ। र मलाई जहाँसम्म लाग्छ अहिले चाहिँ हामीले 55 देखि 60% योजनाहरू पनि हामीले चाहिँ साना ठुला गरेर चाहिँ साना योजनाहरू जुन चाहिँ 1 महिना 1.5 महिनामा सकिने योजनाहरू 20-30% को हाराहारीमा र ठुला योजनाहरू पनि 15-20% को हाराहारीमा चाहिँ छ। अस्ति भर्खर हामीले चाहिँ ती लगभग टेन्डरै निकालेको 4-5 वटा योजनाको चाहिँ एउटा पनि टेन्डर नभएको अवस्था छ। र टेन्डर भइसकेको चाहिँ योजनाहरूको पनि काम गरेको छैन। म एउटा तपाईँलाई उदाहरण दिन चाहन्छु। पोखरा पाली पण्डितपुर जुन हामीले बाटो बनाइराखेको छौँ, 1 किलोमिटरको हाराहारीमा हामीले चाहिँ पिच गर्न लागिरहेको छ।
जुन चाहिँ हामीले चाहिँ के भन्छ प्राइम गरिसकेको अवस्था छ। तर इन्डियाले चाहिँ अहिले हामीले बुझ्दै जाँदाखेरि कुरा राख्दै जाँदाखेरि इन्डियाले चाहिँ बिट्विन नदिएको कारणले त्यो चाहिँ अस्पतालको कामहरू रोकिएको अवस्था छ। त्यसै गरी चाहिँ अब फ्युलको चाहिँ मूल्य श्रम वृद्धि भएको कारणले गर्दा पनि चाहिँ के भन्छ ठेकेदारको काम चाहिँ नभएको अवस्था छ। र मल खादको जुन कुरो गर्नुहुन्छ 25% पनि हामी पुर्याउन नसकेको अवस्था छ। अहिलेसम्म चाहिँ हामीले के भन्छ चाहिँ इन्डियाबाट जुन अलिकति चाहिँ हाम्रा चाहिँ किसान दाजुभाइहरूले नजिकको चाहिँ एउटा भुक्तरा भन्सारको कारण लिएर आउने अवस्था थियो र यसपटक हामीले अहिले भन्सारको कडाइको कारणले चाहिँ त्यो पनि अवस्था नदेखेको कारणले चाहिँ हामी निकै चिन्तित। र गत वर्ष हामीले चाहिँ पटक सातै पालिकाले हामीले अन्तरपालिका निर्णय गरेर चाहिँ प्रदेश सरकार मुख्यमन्त्रीसँग कुरो राख्दै जाँदाखेरि चाहिँ के भन्दा चाहिँ 1.5% मात्र नवलपरासी जिल्लाको आयु वृद्धि भएर आएको अवस्था छ। जुन कि चाहिँ नवलपरासी जिल्ला प्रतापपुर चाहिँ सुस्ता एउटा 13 जोन, त्यसको लागि छुट्टै जोन भनेर चाहिँ छुट्याइएको मल चाहिँ हुन्छ चाहिँ अहिलेसम्म आएको अवस्था छ। त्यस कारण मल खादको चाहिँ निकै ठुलो समस्या छ। यसमा हामीले के भन्न आग्रह गर्न चाहन्छौँ, या त चाहिँ सङ्घीय सरकारले चाहिँ यसको चाहिँ माग अनुसारको पूर्ति गर्न पर्यो, होइन चाहिँ छिमेकी राष्ट्रबाट चाहिँ त्यसलाई ल्याउने सहजताको रूपमा आएको छ।